एनएचपिसी को ओभरअल मार्केट स्ट्रक्चर हेर्दाखेरि यो रिजनमा एउटा क्वासिमोडो प्याटर्न क्रिएट गरेर एनएचपिसी यहाँबाट बढेको देखिन्छ र यो रिजनमा भएको हाईलाई ब्रेक गरेर हामीसँग यो लोअर लिमिटको जोनमा टच गरेर मार्केट फेरि अप र्यालीतिर गएर यो अप्पर लिमिट सेलिङ जोनमा पुगिसकेको अवस्था रहेको छ र यसरी हेर्दाखेरि एनएचपिसी अहिलेको अवस्थामा बाई गर्न एकदमै धेरै रिस्की देखिएको छ। तर इन फ्युचर इफ एनएचपिसीले यो अप्पर लिमिट सेलिङ जोनको जुन रिजन छ हाम्रो 295 देखि 335 को जोनलाई ब्रेक गरेर यसरी ब्रेक गरेर एनएचपिसीमा एउटा राम्रो खालको रिट्रेसमेन्ट मुभ जुन चाहिँ हाम्रो फ्रेस लोअर लिमिट बाई जोन छ हाम्रो 240 देखि 271 को जोन यो रिजनमा यदि एनएचपिसी यो अप्पर लिमिट सेलिङ जोनलाई ब्रेक गरेर यहाँसम्म आउन सक्छ भने हामीले यो रिजनमा एनएचपिसी बाई गर्न मिल्छ जुन चाहिँ ओभरअल हाम्रो 240 देखि 271 को जोन छ र यहाँ बाई गरेर करिब करिब हामीले 60 देखि 70% को प्रॉफिटको टार्गेट राखेर हामीसँग यो अप्पर लिमिट सेलिङ जोन छ यो रिजनमा भएको अप्पर लिमिट सेलिङ जोनमा हामीले एनएचपिसीलाई यो फ्रेस लिमिटमा बाई गरेर यो रिजनमा बेच्न सक्छौँ। तर अहिलेको अवस्थामा भने एनएचपिसी पर्खर हेरेको अवस्थामा छ। ह्याप्पी ट्रेडिङ।